यहाँ चाहिँ माइक टेस्ट फेरि चलिरहेछ है त भेकेसनमा आइरहेको छु तू पास हो गई पप्पू पास हो गई ल 3 जनाको टिम हुनेवाला छ वाइ I always vlog from my front camera. किन वाइ चाहिँ आ या या के बदला लिइरहेको छु अघि Hello and welcome back to my channel guys. This is Regina and this is Praful र हामी कहिले बानिसकेको जाममा छौँ हामी आज अफिसमा गइकन हामी आउटडोर सुट हुँदैछ त्यो आउटडोर सुटको लागि चाहिँ हामी दालबाटार जाँदैछौँ आज चाहिँ भिकु उत्सवमा चाहिँ हाम्रो होली दसैँ सुट छ त्यसको लागि चाहिँ हामी जाँदैछौँ र हामी जाममा नै अर्को गएको छौँ अनि अब यो क्यामेरा चाहिँ आज प्रफुलले हामीलाई गर्छ यता हामी यो बालबाटार भित्रको बाटो हो ऊ यहाँ कुकुर छ देख्नुभएको छ अब हाम्रो भित्र जानुपर्ने हामी यता आइसकेको छौँ दिदी प्रफुल यो नितेश अनि उता छ हाम्रो कृष्ण र यमन अनि यहाँ हुनुहुन्छ राजी रेडी गरेर बसेँ के गर्नु लाग्छ हामी आज होली खेल्न लाग्यो I'm so excited. मेरो फर्स्ट टाइम आज स्विमिङ पुलमा फर्स्ट टाइम इन माई लाइफ तर डुब्नु चाहिँ पर्दैन खासै होइन म त हात हाल्छु हामीलाई लाग्यो थियो हामी सुटमा आएको भनेर तर हामी गलत रहेछौँ भ्याकेसनमा भेकेसनमा आइरहेको छु अझै के अरे सुट गर्न आइ त भन्दा चाहिँ नाइ रे म हेर्न चाहिँ आउँछु दिदी रे के अनि अहिले उसलाई के आइरहेछ एले भाइज आइरहेछ This is the life. है नेपाल जस्तै फिलै आएको छैन राजीको गेटअप यहाँको यो ब्याकग्राउन्ड तर दिस इज नेपाल गाइज दिस इज नेपाल गाइज चेक गर्दैछ माइक टेस्ट हुँदैछ यहाँ Still mic check चलिरहेको छ हाय पहचान कौन ल अब चिन्नु भयो होला है सरी सबभन्दा भिआइपी हैन नि क्या है आधी घण्टा ढिला भने आधी घण्टा त सकिसक्यो ल यस्तो रहेछ यो सो आज चाहिँ म पनि यो सुटको पार्ट हुन गइरहेको छु के अरे बिहाइन्ड द सिन होइन आइफोन 16 प्रोबाट भ्लग गरिरहेको छु यिनीहरू त अब यता रेडी छ होइन के गर्न लागेको भन्दा चाहिँ इन्ट्रो खिच्दैछौँ सो अहिले चाहिँ मेरो सानो इन्ट्रोडक्सन दिन लागेको यता पानीमा केही हुँदैन तिमीहरूले बचाउँछौ मलाई एउटा क्यामेरा चाहिँ उता छ एउटा चाहिँ यहाँ छ एउटै टिम हुन्छ होइन गिफ्ट 50-50 सोच लो 50 होइन 30-70 गर्छ तर म माग्छु एउटा दुइटा मात्रै गिफ्टमा के चाहियो मलाई हजुरको अनि भाउ चाहिँ के भन्छ उसको जिएसएस भाउचर होइन मलाई चाहिँदैन त्यो मलाई टोटल पनि चाहिँदैन के छ हामीसँग म तिम्रो डिपेन्ड डोनरको होल बक्स ल त्यतिमा म माने एउटा दुइटा क्वेसन म त्यतिमा फर्केँ बस यो त तिमी पहिलाको तिमी जस्तो होइन अझ वेलकम टु माई इन्स्टा वर्ल्ड तिम्रो के हुँदैन पहिला वेलकम टु माई टिकटक सेम ये कहीं दिखा हुआ है कंटेंट लग रहा है आज हाम्रो क्रिएटर्स हब भइरहेछ यो जैस्मिन गोले श्रीशेष राजी सजिना दिदीलाई क्या धोकेबाज रहेछ कि भन्यो लास्टमा मलाई के पनि देखाउनु मलाई तर डिपेन्ड डोनमा छ ऊ झन्डै बिकिसकेको थियो नि तर क्यामेराको लागि मात्रै बिहेको रहेछ तर होइन एक्चुअलमा केही पनि देखाएन यता यहाँ सबैजनाले डान्स गरिरहेछ होइन तर एक्चुअलमा सबैजनाले उसलाई सोधिसकेको रहेछ कि अनि त्यसपछि उसले चाहिँ नभनेको रहेछ कि अनि सबैजनालाई किनकि यो त फेयरै हुँदैन नि त कस्तो रहेछ कि यो किनकि यो त फेयर नै हुँदैन नि त होइन सबैजनालाई भन्यो त्यसैले ठिकै छ राम्रो बानी हो फेयर नहुनु
दिदी हेर्नु न बहिनीले के गरिरहेछ तपाईँको बहिनीले के हेर्छ दिदी को बहिनी तपाईँ त गेस्ट हो यहाँ बहिनी हो भाइ हो सोशल ब्याट्री रन आउट अब तिमी अघिदेखि युएसमा बसिरहेछौ भने कहाँ आउँछ त होइन त युएसमा बसेपछि यहाँ चाहिँ माइक टेस्ट फेरि चलिरहेछ है त त्यही हो जोस बिके पनि बिकेन आइएम प्राउड अफ यु मैले टेस्ट गरेको थिएँ खासमा यु पास्ट तँ पास हो गई पप्पू पास हो गई ल गरौँ 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 सुटको ब्रेक लाइनहरू भोलि चलिरहेछ होइन नाइ 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 कस्तो जाडो भइरहेछ हेर्नु हाम्रो दिदी कति मेहनती अलिअलि पिचकारीले भरिदिने हो सो हेर्नु हाम्रो दिदी होस्ट पनि हो फाउन्डर पनि हो सबै हो दिदी के गर्नु लागेको छौँ भन्दाखेरि हामीले होइन सो हामी 6 जना छौँ अनि 2-2 जनाको टिम छ प्लिज सो हाम्रो सजिनालाई चाहिँ चिन्नुहुन्छ होला आई डोन्ट थिङ्क सो सी निड्स इन्ट्रोडक्सन सी निड्स नो इन्ट्रोडक्सन उहाँ हुनुहुन्छ मिस बिर्सिनु भएछ उहाँले मिस सुप्रानेसनल यस्तो ओभर जाने सो अब चाहिँ हामी के खेल्न लागिरहेको छौँ भन्दाखेरि हामी 6 जना छौँ 2-2 जनाको टिम होइन सो यो भोपुवाला मान्छेहरूले चाहिँ के गर्छ भन्दाखेरि क्वेसन सोध्छ होइन म गरिदिएँ ल यतातिर चाहिँ त्यो बलुन छ अघि देखाएको थियो बलुन छ होइन अनि पछि क्वेसन सोधिन्छ है ऊ बलुन ल रियल बलुन हो पानीवाला बलुन पानीवाला एउटा फुटाएर हेरौँ नट दुधको प्लास्टिकवाला यो चाहिँ यसको यो जोक सुन्नको लागि चाहिँ तपाईँले फुल एपिसोड हेर्नुपर्छ एलआर टिभीमा होइन अनि त्यसपछि क्वेसन सोध्नुहुन्छ सुत्रा दिदीले हामीलाई क्वेसन सोधिसकेपछि के बदला लिइरहेको छौ अघि पानीले हान्यो अहिले माइकले हानिरहेको अघि पनि एउटा पानीको पिचकारीले हान्यो होइन अहिले पनि माइकले हानिरहेको छ अनि दिदीले म के भन्दै थिएँ भन्दाखेरि होइन दिदीले चाहिँ क्वेसन सोध्नुहुन्छ अनि त्यसपछि यो सजिनाले चाहिँ आन्सर थाहा भने भोपु बजाउँछ उसको आन्सर मिल्यो भन्छ मिलेन भने चाहिँ उसको पार्टनरले चाहिँ बलुन खान्छ क्या सो मेरो चाहिँ पार्टनर राजी हो एन्ड आई ट्रस्ट राजी ये फंस गया सीएम टार्गेट यहाँ थियो उसको टार्गेट लक भयो स्वाट लाग्यो गर्दै गर्दै जितेको होइन सिटी के अरे भोपो पनि बजाउनु पर्यो सिटी पनि बजाउनु पर्यो नि गरेर जितिरहेको अनि हेर्नु यता हाम्रो गिफ्ट गाइज गिफ्ट सो वी हेभ गिफ्ट फ्रम राकुरा माई वेयर्स केटिएम टेकअवे केक मर्ट गिफ्ट छ लगाइरहेको छ दादाको हाम्रो एपिसोड मलाई त अति रमाइलो लाग्यो के रमाइलो लाग्यो मेन पार्ट चाहिँ त्यो हाम्रो गेम सकेपछि बलुन फाइट गरेको थियो नि हामीले बलुन क्या चाइल्डहुड मेमोरिजहरू रिफ्रेस एक बाइट अब हामी टग अफ वारको लागि रेडी भइरहेको छु हल्का एनर्जीको लागि यो चाहिँ के हो केटिएम टेकअवेको बर्गर खाँदैछौ बर्गर एन्ड नाचोस अति मिठो यो चाहिँ उनीहरूको भेज होली स्पेसल रहेछ कि 120 मा होलीको दिनमा मात्रै यो गेट तर अति मिठो यार मेल्टडाउन एक बाइट कस्तो कसैले दिदैन यस्तो रहेछ यार ज्यास्मिनले छ्या एक बाइट प्लिज मेरो खाउँ त मैले त्यही सुन्नु थियो हैन खोज्दा देऊ तपाए मैले के त्यहाँ नखोलेको वाला त्यही हो मेरो सो यो चाहिँ हाम्रो गिफ्ट हो गाइस थ्याङ्क यू वेलकम प्रेसिडेन्ट त आफ्नै यो त छिनमा लाग्छ त्यही लिन्छु सो हैन एउटा टोट ब्याग चाहिँ मैले लिन्छु झन् भोग लागेर झन् मलाई मिठो टोट भयो ब्याग चाहिएकै छैन के अनि के हुन्छ भन्दाखेरि के चाहिएको छ बुझे अनुसारमा मलाई त चाहिँ माया साथीहरुसँग खाँदा जे पनि मिठो लाग्छ के स्पेशली जुन मोमेन्टमा चाहिँ झन् थोरै छ के जब थोरै हुन्छ त्यो मिठो लाग्छ हैन फाल भए यो बर्गर त्यति मिठो लाग्छ थ्याङ्क्स फर द माया तपाईलाई नि चाहिरहेछ मलाई नि चाहिरहेछ सबैले खान मन लाग्छ नि त्यसले गर्दाखेरि अब तिमी त डोनट हो डिफ्रेन्ट मजा आउँछ म पनि अनि तिमी खाऊ न तपाईँ ठुलो भएर देख्नु मैले घरमा त्यो एक्लै चिप्स खाँदा मजा आउँदैन के त्यो लुटा लुट भएछ अलि मिठो हुन्छ कति माया गरे किन नखाएको ताई भएर दिएको नि ए मैले ओ हाम्रो स्पेशल गेस्ट विशेषलाई नरदेवी एरियातिर पानी खेलेर कलर खेलेर हैन हिँडेको देखेछु होलीको दिन कसम म
म त हेरिटेज गार्डनमा हुन्छ यसमा किन 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 फोनमा मलाई पिनास छ म पानी खेल्दिनँ धेरै Thank मलाई you. कलरसँग के छ कसम मैले तिम्रो नरदेवी एरियातिर देखौँ के गर्न लाग्यो ज्यास्मिन हामी अपोजिट टिममा बस्नु गर्न चाहिँ के लाग्यो टक अफ वार 3 जना त्यहाँ हुन्छ 3 जना यहाँ हुन्छ खुट्टा डुबाउ त मलाई त एकदम जाडो भइसक्यो अहिले जाडो भइसक्यो चिसो अनि हामी चाहिँ सिमिलर भएको भयो चाहिँ डिफ्रेन्ट टिममा बस्नुपर्छ किनकि दुइटै सेपमा दुवैजना पानी लुले हामीले बनाउने होइन नि त टिम ए होइन कसरी बन्छ थाहा छैन नि त ए हामीले बनाउने होइन यो आफै चुज गर्ने होइन अब भाग्यमा सो एकदमै यो घाम त्यति छैन एकदमै जाडो जाडो भइसक्यो होइन अब यता चाहिँ हाम्रो सजिनालाई हेर्नु पुरा वार्मअप गर्दैछु सो हामी 6 जना छौँ दिदी चाहिँ उता हुनुहुन्छ दिदी नितेश हामी चाहिँ 6 जना छौँ होइन अनि 3 जनाको टिम हुनेवाला छ वाइ I always vlog from my front cam. किन वाइ नेभर क्वालिटी राम्रो आउँदैन के फर्स्टमा चाहिँ के हुन्छ भन्दाखेरि कन्सियस बनाइदिन्छ होइन अब तपाईँको के हुन्छ म कस्तो देखिरहेको छु के हेरिरहेको छु हुन्छ अनि क्वालिटी पनि राम्रो आउँदैन क्या त्यो भएर क्या ब्याक क्यामेराबाट स्टार्ट गर्न थालिसकेपछि फ्री हुन्छ माइन्ड झन् है ओके यस ओके आम फ्रम युट्युब नि त त्यो भएर भने मेन कुरा चाहिँ होइन राम्रो आउँदैन क्वालिटी नट गुड ल खानेछु उसले भनेछ म क्यामेरा फ्लिप गरिदिन्छु किनकि यसरी राम्रो ओके हो त्यो अल्सो पक्नु ल सो अब चाहिँ हामी टप अफ गर्न जाँदैछौँ होइन 3 जना यता अनि 3 जना उतापट्टि हुन्छ अनि त्यसपछि खोइ भनेअनुसार त बेस्ट अफ 3 हुन्छ अनि बेस्ट अफ 3मा जसले जित्यो पुरा हावा चल्न थालिसकेको छ घाम साम लागेको छैन हामी एकदमै हाफ लुगा लगाएर यस्तो जाडो भएर भइरहेको छ हामीलाई होइन सजिना चाहिँ पुरा प्रिपेयर्ड भएर बसिरहेको छ पानीमा बसेर अलरेडी त ज्याकेट लगाएर खेल्छु रे अनि उता दिदीको चाहिँ इन्ट्रो हुँदैछ है राजी त बच्चा रहेछ 21 She's only 21 How old are you? 22 राखिदिँदा हुन्छ तिमीहरूको एज भ्लगमा हो ल ठिक छ तिमीहरू कति वर्ष 23 ल एकछिन नहल्ला अरे अब ल गाइस नहल्ला हेर्नु कसरी लिन्छु जितिसकेको छ र फर्स्ट राउन्डमा चाहिँ हाम्रो शिशेष र ज्यास्मिनले जितेको छ हाम्रो जस्टिस ग्याङले अनि अब चाहिँ पालो भएको छ हाम्रो टग अफ वार सो टग अफ वारमा चाहिँ हामी के गर्छौँ के गर्नुपर्छ थाहा छ यो दुईजनालाई डिफ्रेन्ट टिममा राख्नु 2 जना केटाहरू छुट्टै छुट्टै हुनुपर्छ अनि केटाहरूलाई चाहिँ अगाडि राख्नुपर्छ म पनि डिफ्रेन्ट टिममा अनि हामी चाहिँ पछाडि बस्नुपर्छ लड्नु भएन होपफुली हामी सेम टिममा नपरोस् नपार्ने नै कहाँ हाम्दैन पऱ्यो भने त हारिहाल्यो नि ल यसो गरौँ न त पिएसएस पास गऱ्यो भने तिमी यो मात्रै गर तिमी यस्तो मात्रै गर म यस्तो मात्रै गरेर राख्छु के गर्ने रे तिमी यस्तो गर्छौ म यस्तो गर्छु अब तिनीहरू यस्तो गर्छु नि त दुईजना मात्रै हुन्छ तिमी यस्तो गर म यस्तो गर्छु ल है ज्यास्मिन म यस्तो गर्छु ल जुम 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 प्लान चलिरहेको टिम गोले एन्ड टिम बेमान हुन्छ अब टिम गोले एन्ड टिम बेमान यता आइज न तिमीहरू आफै उनो गर्नु हुन्छ सो अब चाहिँ के टिममा भन्दाखेरि सजिना र म एउटा टिममा होइन राजी र ज्यास्मिन चाहिँ एउटा टिममा भएको छ अब चाहिँ टग अफ वार गर्न जाँदैछौँ अनि उनीहरू केटाहरूलाई चाहिँ अब चुज गर्न लागिरहेको छ हेड्स कि टेल्स भनेर होइन सजिना र म चाहिँ पिक्चर हो उनीहरू चाहिँ टाउको हेड हेरौँ है त ल सिरियसली टेल्स अब हामी आउने हो नि त के पर्यो त्यसरी हामी सिरियसको टिममा अलराइट सो आजको भ्लग चाहिँ यहीँ एन्ड हुन्छ के भयो भन्दाखेरि एट द एन्ड हामीले टग अफ वार गर्दाखेरि चाहिँ होइन चुर्लुङमा डुब्न परेको थियो सो चुर्लुङमा डुबियो अनि त्यसले गर्दा अहिले एकदमै जाडो भइरहेको छ मलाई चाहिँ होइन अनि ओभरअल रमाइलो नै थियो
सो होल टिम नै रमाइलो थियो बिहाइन्ड द क्यामेरा अन क्यामेरा सबैजना रमाइलो हुनुहुन्थ्यो अनि यो ठुलो पुलमा चाहिँ हामीले खासै केही पनि गरेनौँ तर उताको त्यो सानो पुल जुन छ यता देखिराख्नु भएको छ कि छैन यहाँ माथिको सानो पुल यसमा चाहिँ हामीले टग अफ वार गरेको थियौँ अनि टग अफ वारमा चाहिँ म सजिना र श्रीशेष एउटा टिममा थियो अनि पछि मिस्टर गोले अनि ज्यास्मिन र राजी एउटा टिममा थियो अनि यो ताम्दा यस्तो हात दुखेको थियो नि एकछिन त त्यो डोरी समात्न पनि क्या डर लागिरहेको थियो कि तर के भएको थियो कुन टिमले डुब्न त मैले डुब्यो भनेर भनिसकेँ होइन तर कुन टिमले जित्यो भने हेर्नको लागि चाहिँ के गर्नु भन्दाखेरि येलोबक्स टिभीको फुल भिडियो हेर्नु होला होली स्पेसल एडिसन र अहिलेको लागि हामी यो भ्लग एन्ड गर्छौँ बाई